हेलो वेलकम टु माई युट्युब च्यानल गाइज। फेरि हजुरहरूलाई मेरो युट्युब च्यानलमा स्वागत छ। आज चाहिँ म यो तेरो आइडीको नाम के भन्यो त? त्यसै नभन न भ्लग होइन भन्न 10 भ्लग छ है त। आमा ल त्यो भ्लग छ। यसको आइडीलाई पनि अब यो मेरो बस स्पोर्टिङ भ्लग आउँछ। रिभ्यू हुँदैछ है त। आउँदैछ है, हेरेर माया गरिदिनु होला। कस्तो लाग्छ हजुरहरूलाई? अस्तिको भ्लगलाई पनि ठिकै माया गरिदिनु भएछ, यो भ्लगलाई पनि माया गरिदिनु होला। ल फाइनली गाइज हाम्रो यो श्याम सर चाहिँ अब यसमा जानु लाग्यो भिआइपीमा टक्क पारेर जाँदैछ। ऊ चाहिँ अब यो गाडीको पनि यसो रिभ्यू निस्किनु भयो त भिआइपी नेपाल सक्छ चाहिँ भिआइपी नेपालै भैरवादेखि काठमाडौँ जानु परेमा सम्झिनु होला। आज यो गाडीमा चाहिँ उहाँको यात्रा हुनेछ, उहाँको जर्नी। यहाँ चाहिँ हाम्रो यो ग्यालेक्सी मेट्रो रहेको छ, हेर्न सक्नुहुन्छ नाइट लुक्स। आज चाहिँ यिनको भ्लगमा चाहिँ म बोलिदिइरहेको छु। आज चाहिँ बस अब स्पोर्टिङ हुन्छ होला। यो चाहिँ अरू बस लगाइरहेको छ पश्चिमको। यो चाहिँ हमसफर पूर्वतिरको गाडी हो, त्यो चाहिँ 7 स्टार भएको। यो चाहिँ ग्यालेक्सी मेट्रो है त। जाम लागिरहेको छ यता। सो यहाँ चाहिँ यो पूर्व नगएको गाडीहरू, नम्बर मिस खाएर बसिरहेको गाडीहरू छ। मै पछाडिसम्मै छ। अनि यहाँ चाहिँ हामी भिआइपी नेपालको भिडियो सुट गर्नुभन्दा यहाँ वेटिङमा चाहिँ एक्सट्रिम खाँदैछौँ। यहाँ अरू गाडीको नि अब उता अगाडि चाहिँ साकुरा होलिडे लगाइरहेको छ इलेक्ट्रस, त्यसको नि भिडियो बनाउँछौँ है त। ल यो चाहिँ हाम्रो भर्जन 2। उहाँ चाहिँ हाम्रो गुरु। हेलो भनिदिनु ल अङ्कल। विवेक दाईको चाहिँ बाबा है उहाँ चाहिँ। यो चाहिँ भर्जन 2 रहेको छ। ल गाडीहरू है यहाँ माइल्स, यो सबै चाहिँ भैरवाको गाडी हो। ल हामी चाहिँ यता ट्र्याकतिर छौँ है त। अब एउटा गाडी देखाउँछौँ हामीलाई। हामीले यो चाहिँ बनेपा गाडी भएको। बनेपा काठमाडौँ भैरवा सुनौली रहेको छ। अनि यता यो चाहिँ जनकपुरको गाडी रहेको छ। उता चाहिँ हाम्रो दाङको गाडी। सो यो चाहिँ ग्रेट राप्ती दाङ काठमाडौँ है त। ल यस्तो रहेको छ दाङ काठमाडौँ डेली नाइट सर्भिस। यता यो पोखराको जगदम्बा गाडी लगाइरहेको छ। यता चाहिँ पोखरा ग्रे हन्ट। अनि यता चाहिँ एमएस एडभेन्चर रहेको छ है त। यो सलिना क्विन भएको। उता चाहिँ नासा एडभेन्चर नासा एयरबस रहेको छ है त। यहाँ चाहिँ हाम्रो लोटस 2x2 रहेको छ है त। अनि यो ग्रे हन्ट भएको। सो यहाँ चाहिँ सुपरसोनिक पाल्पाको गाडी। अनि यो चाहिँ लुम्बिनीको भएको सलिना क्विन। ल उहाँ चाहिँ ओमकारा देवराज। यो चाहिँ गाडी अब उता लाइनमा राख्न लाग्यो त। यस्तै छ है बसपाडाको चलपल। सो यहाँ चाहिँ हाम्रो तिलोत्तमा मेट्रो। अनि यो चाहिँ मिरा एडभेन्चर है त। यता चाहिँ लोटस ग्रेहन्ट, नयाँ ग्रेहन्ट त। दुइटै नयाँ गाडी रहेको छ है त। सो यो चाहिँ भिआइपी नेपाल 0399। उहाँ चाहिँ हाम्रो गुरु भरत काका है त। सो यो चाहिँ द न्यू डायमन्ड भनेर लेखेको छ। काठमाडौँ वीरगन्ज कलैया है त। यस्तो रहेको छ साइड प्रोफाइल है त। वाउ ल है त। यो चाहिँ हाम्रो हमसफर काठमाडौँ वीरगन्ज लेखिएको छ है त। यसमा चाहिँ हाम्रो बस्ने तोको ट्राभल भ्लग पनि छ क्या हो सायद है त। पानी भरेर चाहिँ भिडियोको क्वालिटी चाहिँ बबाले आइरहेछ। यहाँ चाहिँ हाम्रो डेनियल एक्सप्रेस
है त। यहाँ चाहिँ अरू गाडीहरू रहेको छ, पश्चिम नेपालका गाडीहरू। वहाँ चाहिँ हाम्रो नयाँ गाडी द इयर्स मेट्रो भन्ने चाहिँ रहेको छ। यो चाहिँ हाम्रो केसरी एयरबस है त, 2x2 भिआइपी सोफा सिट है त। यो चाहिँ हाम्रो सलिना मेट्रो है त, 2x2 भिआइपी सोफा सिट है त। ल यो चाहिँ भैरवा सुनौली काठमाडौँ हो। पहाडी स्लिपर पनि छ है वहाँ माथि चाहिँ। सो यो चाहिँ हाम्रो पोखराको एमएनएस एडभेन्चर है त। एमएनएस एडभेन्चर। पछाडि चाहिँ अर्जुन रथ, भैरवा काठमाडौँ। माथि लाई त जोर्डन एयरबस। वहाँ चाहिँ हाम्रो गाडीहरू रहेको छ भिआइपी नेपाल, लोटस एडभेन्चर। यहाँ चाहिँ लायन डेन्स निस्किन लागेको छ है त। आफ्नो ट्र्याकमा राख्न लागेको छ। सेम गाडी छ तर नाम चाहिँ फरकको। ल त रेड हर्स निस्किँदै है त बस फरकबाट। सो यो चाहिँ प्रतिज्ञा एयरबस, छपिया बुटोल काठमाडौँ है त। प्रतिज्ञा उता सलिना क्विन चाहिँ निकाल्न लागेको छन्। यता चाहिँ भिआइपी नेपालहरू छ यता। ल यो चाहिँ ओमकारा ट्रेभल्स। उहाँ चाहिँ हाम्रो पङ्कज गुरुजी है त। ल हेलो। भित्र चाहिँ यस्तो रहेको छ हाम्रो ओमकारा ट्रेभल्स। लाई देवराज मेरो एडभेन्चर, मायालु प्रतिज्ञा छ, दियालो मेट्रो है त। यहाँ चाहिँ डाफे रहेको छ अनि यता नि अर्को डाफे है त। यो चाहिँ हाम्रो नयाँ गाडी थाइल्यान्ड सिटवाला है त। यो सामवाला भएको। यो चाहिँ सोल्टीको गाडी है त। यो भैरव काठमाडौँ 7 स्टार अनि तिलोतमा मेट्रो अनि यो चाहिँ रोयल स्टार है त। ल यति नै रहेको छ यो बस फरकमा गाडीहरू, अरू सब गइसकेको छन्। ल अब नेक्स्ट भ्लगमा भेट्नेछौँ हामी है त। ल नेक्स्ट भिडियो। ल